ओ माई गड, कस्तो खबर सुन्न पर्यो हेर्नु त। नेपालमा घाम चकटक्ती लाग्छ भनेर के गर्ने होइन, घाम लागे पनि तिब्बतबाट यो बाढी पसेर यतिखेर नेपालमा एकदमै ठुलो ठुलो प्राकृतिक प्रकोप निम्तिएको छ। अब यसले के क्षति पुर्याएको छ त्यसको अपडेट त कतिखेर निक्लिन्छ थाहै हुन्न, सोच्नै सकिन्न जस्तो लागिरहेछ मलाई। यद्यपि अब यो तिब्बतबाट प्रवेश गरेको यो बाढीले रसुवा हुँदै नारायणगढ चितवन लगायतका क्षेत्रहरूमा नदी तटीय क्षेत्रमा बस्ने सबै बासिन्दाहरूलाई यसले प्रत्यक्ष मारमा पार्नेछ। यसर्थ सबैलाई सूचना सम्प्रेषण गरौँ होइन, जतिसक्दो नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई यो सूचना सम्प्रेषण गरेर उनीहरूलाई त्यहाँबाट निकाल्न सहयोग गरौँ। अनि त्यहाँबाट यो भौतिक क्षति भए पनि मानवीय क्षति चाहिँ कम होस् भन्ने प्रार्थना मात्रै गर्न सकिन्छ। म त कस्तो एकदमै चर्को घाम लागेको छ हाम्रोतिर, अब बुटोलतिर त एकदमै चर्को घाम छ नि। त्यही पनि मोबाइल स्क्रोल गर्दा भर्खर यस्तो न्युज प्राप्त गरेर साँच्चीकै फेरि टाउको दुखेको छ है। कस्तो नमज्जा लागेको के हेर्दै गर्दाखेरि, कस्तो भयो होला यो स्थानमा मान्छेहरूले प्रिडिक्सनै नगरेको। हेर्नु त, आकाशमा पुरै घाम छ अनि एक्कासी खोलामा बाढी आउँदा मान्छेहरूले केही तयारी कुनै सोच्ने सम्म पनि यो अवस्था छैन। फेरि चीन जस्तो राष्ट्रले होइन, तिब्बतबाट आएको बाढी हो, सूचना सम्प्रेषण अझै प्रभावकारी गरिदिएको भए नेपाल सुरक्षित रहन सक्थ्यो होला, नेपालीहरू सुरक्षित रहन सक्थ्यो होला जस्तो फिल भएको छ। यसर्थ अब तल तल अझै यो बाढी आउने क्रम छ, सबैतिर यो सूचना सम्प्रेषण गरेर बाढीबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गरौँ। हे पशुपतिनाथ, हाम्रो देशको रक्षा गर, अरू के पनि भन्न सकिन्न। बरु भौतिक संरचना जति भत्के पनि मान्छेहरूको ज्यान नगुमोस्, मान्छेहरू नमरुन्, यही नै हो। अहिले त अब केही भन्न सकिन्न। म त तपाईहरूले यो सूचना हेर्नुभयो कि हेर्नु भएन? यदि हेर्दै हुनुहुन्छ भने छिटोभन्दा छिटो तपाईँहरूको कोही आफन्त नजिक नदी तटीय क्षेत्रमा हुनुहुन्छ, चितवन आसपास होइन, त्रिशुली नदी, भोटेकोशी नदी योतिर आसपासमा हुनुहुन्छ भने कृपया सबैलाई सतर्क गराउनु होला।